पठन पाठन गर्छन्, गुरुहरूले भनेको पनि मान्छन्। त्यही अर्कोतर्फ कुनै कुनै यस्ता विद्यार्थीहरू पनि छन् जुन हप्तामा एकपल्ट विद्यालय आउँछन् र त्यो दिन पनि विद्यालयभन्दा बढी विद्यालय बाहिर नै बस्छन्। ल हेरौँ त उनीहरूको कथा उनीहरूकै अन्दाजमा। यो हो सागर जो नियमित विद्यालय जान्छ र सबैले भनेको पनि मान्छ। र आज पनि सागर आफ्ना साथीहरू मानव र चित्रञ्जनलाई विद्यालय जानका लागि बोलाउन गइरहेको छ। विद्यालय त जाँदैछु, अब पहिला कुन साथीलाई बोलाउन जाऊ? मानवकै घर जाँदैछु। ओइ मानव, के गरेको? अहिलेसम्म तयार भइनस्? विद्यालय जानु छैन र? होइन, आज घरमा मेरो कोही पनि छैन। म जादिन, तँ नै जा आज। ओइ हिँड्न, हिजो पनि त यस्तै गरेको थिइस्। हिजो माछा मार्न गइस्, आज पनि जादिनस्, भोलि पनि जादिनस्। यसरी तेरो पढाइ पनि बिग्रिन्छ। हिँड्न, हिँड छिटो। ल त जा, तँ नै बोल, तँ नै पढाएको भन्। मलाई पढ्नु छैन, त छिटो जा त भा। ल मै जाँदैछु विद्यालय, यसको आफै पढाइ बिग्रिन्छ अनि पछि बुझ्छ। जाँदैछु चित्रञ्जनलाई बोलाउन, त्यही त पक्का जान्छ होला विद्यालय। चित्रञ्जन, चित्रञ्जन, कोही त घरमा छैन त हौ चित्रञ्जन? त्यो घरमा छैन, कसलतिर गएको होला, त्यही गएर हेर्न। ओइ चित्रञ्जन, के गरेको यो? चुरोट खाइरहेछस्? अब तँ पनि चुरोट खान्छस्? खान्छु, तँ पनि खा, कति मजा आउँछ। पख, म म्याना भन्छु। होइन भन्नु म्यामले कुट्नु हुन्छ। अह, म त भन्छु। यस्तो नराम्रो काम गर्छस् ल, अनि म भन्दिनँ र। नभन न सागर, नभन न। भक, म त भन्छु। भन्दै हेर्दैछु के गर्छ म्यामलाई। म जाँदैछु स्कुल, उदास हुँदै सागर आफ्नो विद्यालयतिर लाग्यो। अब त सागरले म्यामलाई भनिदिन्छ। अब म के गर्छु? अब भेट्नु दिव्यासँग, जसलाई आफ्नो बुवा आमा संसारकै सबैभन्दा राम्रा अभिभावक हुन् जस्तो लाग्छ। र अहिले दिव्या आफ्नो मिल्ने साथी अजितालाई विद्यालय जानका लागि बोलाउन जाँदैछिन्। हिँड अजिता स्कुल। एकछिन पाक, म जाँदैछु। मेरो आमा कस्तो हुनुहुन्छ? मलाई जहिले भन्नुहुन्छ कि त स्कुल नजा। हे भगवान, मेरो आमा बुवा त मलाई आफै स्कुल पठाउनुहुन्छ। मलाई त मेरो बुवा टिचर बनाउन चाहनुहुन्छ। मेरी आमा पनि भन्नुहुन्छ कि तल्ला घरको कुनै पनि काम गर्नु पर्दैन, त खाली मन लगाएर पढ। तिम्रो बुवा कति राम्रो हुनुहुन्छ। काश मेरी आमा पनि यस्तै हुनुहुन्थ्यो। ए छोरी, कता छन् लज्जर गुड? स्कुल जाइछु। काम नहीं छै स्कुल जाके। हमरा ओते खेत जाले छै, चल घर पर। नहीं, हम जेबै स्कुल, मिस हमरा मारते। सीढ़ी सुटलन त किताबे जरा देबो। चूल्हा चौका गोबर करसी कर, ससुराल में काम देतो। स्कुल जाके की करबी? स्कूले काम देताओ। बड़े आइले स्कुल जाय वाला। ऐसे हाथों बीच में नहीं बोल। तू स्कूल जो हमरा बेसी रिस्क नहीं चला। तो जेते ना, पढ़ते लिखते बाप दादा का नाम रोशन करते। तू पढ़ लिख के की करबी? आखिर ससुराल में जाके चूल्हे फूके पड़तो। हम स्कूल जेबै ना, हम स्कूल जेबै। बेसी बोलन त फटा देखाइ छै, जो जाके काम धंधा कर। स्कुल जेबै। यसरी अजिताकी आमाले अजितालाई विद्यालय जान भनेता दिव्या एकै विद्यालय गए।
यतिकैमा विद्यालयको घन्टी बज्छ र सबै विद्यार्थीहरू आफ्ना कक्षा कोठातिर लाग्छन्। Good morning everyone, sit down. Thank you, ma'am. How are you? Thank you. के भयो सागर तिमीलाई? किन यति रिसमा हेरेको? म्याम, चित्रञ्जनले चुरोट खायो। तिमीले कसरी थाहा पायो? मैले हेरेँ आफ्नो आँखाले। हो र, त्यो चुरोट पनि खान्छ? म्याम, त्यसले त मलाई पनि खानु भनिरहेको थियो, मैले भने खादिनँ। पख अब आउन त त्यसले अनि बताउँदैछु। अझै त आज किन आइन? म्याम, आज त्यसको आमाले आउनु दिएन। भन्नु हुँदै थियो कि केटी जातिले धेरै पढ्नु हुँदैन। म आयो क्लासमा, आई कमिङ म्याम। कमिङ यही हो टाइम, अहिले आयो। घडी हेर्न आउँदैन? के हो तिम्रो नाम? मेरो नाम हो मानव, सबैले भन्छ मलाई दामा। चुप लाग, यति ढिलो के गर्दै थियो? म हाँक्दै थिएँ म्याम। आउने बेलामै तिम्रो टोयलेट लाग्छ? जतिखेर खान्छ त्यतिखेर निकालेर जान्छ। ल भयो, जा आफ्नो ठाउँमा बस। आई कमिङ म्याम। कमिङ घन्टी लागिसक्यो, यति ढिलो किन गरेको? कुटै खाने विचार छ? म्याम, पसल गएको थिए त्यसैले ढिलो भयो। नाम के हो तिम्रो? चित्रञ्जन नाम हो। के भन्यो? के को चित्र? म्याम, उसको नाम हो मोटू। चुप लाग, तिमी नै हो चुरोट खाने? होइन म्याम। हो म्याम, यही हो। होइन म्याम, यो झुट बोल्दैछ। यसले झुट बोलिदिरहेछ। साँच्चीकै होठ कालो र आँखा रातो लागि। अरू चुरोट खाने लुक अहिले तिमी। अरू चुरोट खाने छिट्टोको कुरा भन्। ल अब सबैजना आफ्नो ठाउँमा बस, ध्यानले सुन्न। धुम्रपान गर्नु हुँदैन। धुम्रपान हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छ, बुझ्यौ सबैजना? सागरले म्यामको अगाडि मेरो इज्जत गरियो र यति कुटा पनि खुवायो। त्यसले मजा चखाउनु पर्छ। ल फोन गर्दैछु साथीहरूलाई। हेलो भन यार, कहाँ छस् तिमीहरू? यहाँ हाम्रो अड्डामा, यही पसलमा छु। अहिले स्कुलको पछाडि खेतमा आइज। किन, के भयो र? एकजनाले मजा चखाउनुहुन्छ, छिट्टो आइज। ल आउँदैछु, चिन्ता नगर। अब परिस् नि खेला। क्लासमा धेरै हिरोहरी लाग्छिस्। अब बताउँछु तँलाई। के बताउँछु सर? अब मलाई जान दे। यति छिटो जान दिदिन। के गर्छस् हट यहाँबाट। आयो मेरो साथी, कहाँ भाग्छेस्? ए चित्रञ्जन, म पनि त तेरो साथी छु, यस्तो नगर। म्यामले भनेर मलाई कति कुटो खुवाइस्। त्यो त तिमीले गर्दै थियो नि, तिमीले चुरोट खायौ। चुरोट खाँदा तिमीले नै स्वास्थ्य बिग्रिन्छ नि, चुरोट खानु हुँदैन। अब त तँले के खानुपर्छ? के भयो बाबु, किन रोएको? यहाँ हो त बाबु, अब भन के भयो? मेरो साथीहरूले मलाई कुटे। ए हो र, किन?
कितने जरूरत का देती हो अन्नी, मैले मेरा मन दिए तै बड़ा कुटेको बुवा। ए ल बाबु म भोलि तिम्रो प्रिन्सिपल सरलाई कम्प्लेन गर्छु। ल तर म भोलि विद्यालय जादिन। होइन बाबु, यस्तो गर्नु हुँदैन। मलाई सिपाही बन्न कति रहर थियो, तर घरको अवस्थाले म पढ्न सकेन। तर तिमीलाई सिपाही बन्नु छ, मेरो सपना तिमीले पूरा गर्नु छ बाबु। त्यसैले नरो, ज्ञानी भएर पढ ल बाबु। हस् बुवा। यता कृतिका म्याम अदिताकी आमालाई बुझाउन अदिताको घर पुग्छिन्। नमस्ते दिदी। नमस्ते नमस्ते, आउनु नि। ठिक छ, मलाई घर पनि जानु छ। ए अजिता आजकल स्कुल किन आइरहेको छैन? त्यही सोध्न आएको। यतिकै घरमा काम छ। केटी जाति के गर्छ धेरै पढेर? होइन, यस्तो भन्नु हुँदैन। केटाकेटीमा भेदभाव गर्नु हुँदैन। आजकल केटी कुन काममा कम छ केटासँग? एउटा रिक्सा चलाउन देखि लिएर चन्द्रमामा पुग्नसम्म हरेक क्षेत्रमा केटीले आफ्नो पहिचान बनाएका छन्। झन् अजिता त पाएमा पनि राम्री छिन्। पक्का त्यो पढाइ लेखेर केही बन्छन्। तपाईँ मात्र यसलाई सधैँ स्कुल पठाएर त हेर्नु। ल हुन्छ, भोलिदेखि पठाइदिन्छु। हस्, नमस्ते। नमस्ते नमस्ते। त्यसपछि अदिताकी आमाले अदितालाई नियमित विद्यालय पठाउन थाले। दिन बित्दै गयो, सबै विद्यार्थीहरू आफ्ना खुट्टामा उभे। सागर सिपाही बन्यो, अजिता डाक्टर भइन् र दिव्या आफ्नो बुवाको चाहना चाहिँ शिक्षिका बनी आफ्नो कार्य गरिरहेकी छिन्। त्यही अर्कोतर्फ चितरञ्जन पुरै कुलतमा लाग्यो र मानव 8 कक्षामा पढ्दा कुसङ्गतमा लागेर विद्यालय आउन छोड्यो र अहिले सिटी चलाएर आफ्नो जीवन बिताइरहेको छ। बुवा हेर्नुस् न, म सिपाही बनिसके। शाबास छोरा, तिमीले आज मेरो सपना पूरा गर्यो। I am so proud of you. सागर त पुलिस बनिसकिस्? अनि के त? यार सही छ। मलाई जति टेन्सन हुँदैछ म त के गर्छु? जिन्दगी डमाडोल छ। सिटीको कमाएर घर चल्दैन, परिवारमा किचकिच भइरहन्छ। म त परेशान छु। त ठिक बनिरहेको छिस्। अहिले पस्ताउँदैछु। चितरञ्जनको के छ हाल? एक त्यो त रक्सी चिरोट खाएर तास खेलिरहन्छ। अरू कुनै काम छैन त्यसलाई। साले गजर। मानव मुगोको ल भाइ। ए ल भाइ। दवा खैली के मम्मी? नहीं खेलिए, खेबे अब खाना खा के। ले ध्यान से खा लिए। हम जाए छी क्लिनिक, हमरा देर है। अच्छा जो बेटी, जो काम कर। ठीके कारण बेटी पढ़वे लिखवे ले। आई तू ना पढ़ती तो घर क्या चले थी? हमरा क्या गलती है? तोर भै तो आवारा भै गेलो। उ छोड़ा ना बचो चितरंजन, ओकरे संग में लफुआ भै गेलो। गजा दारू खाए छे, दिन भर पड़ल रही छे। तो ही काम दलन बेटी। ठीक छे, बेसी चिंता ना कर, जे भेले भै गेल। नहीं, आइ दिन से तो हम सब एक कहबे। बेटा बेटी तो एक समान है छे। दोनों में कोनो नहीं फर्क करना चाहिए। दोनों को पढ़ाना लिखाना चाहिए। ये बात हम तो बुझ गेलिए। अब सब एक बतेंगे।
morning, everyone. Sit down. Everyone, listen to attendance. Yes, ma'am. Roll number 1, 2, 3. Roll number 3. दिया किन आएन? दियालाई सन्चो छैन। किन के भयो र? त्यसको पेट दुख्दै थियो। ए ल ल। रोल नम्बर 4. यस म्याम। रोल नम्बर 5. यस म्याम। हामीले हिजो के पढेका थियौं? आफूभन्दा ठुलालाई र सानोलाई धेरै राम्रो। के भयो नानी तिमीलाई? मेरो पेट दुख्दैछ। नरो ठिक भइहाल्छ। मुख आगर त कहाँ दुखिरहेको छ? यहाँ बाहिरको खानेकुरा धेरै खान्छौ। चाउचाउ चिप्स चटोरी हो। अबदेखि नखानु। म दबाई लेखिदिँदैछु। ठिक भइहाल्छ। तर निको भएपछि फेरि जङ्क फुड नखानु है। आफ्नो बुवा जस्तो नगर्नु। त्यो त भनेको मान्दैन। स्कुल पढ्दा म्यामले हामीले कति सम्झाए तर त्यो सुध्रिएन। मेरो बुवा पनि आउनु भएको छ। उनलाई धेरै खोकी हुँदैछ। अलिकति हेरिदिनु नि उनलाई पनि। के गर्नु म तेरो भन त? तेरो किडनीमा दाग परिसकेको छ। फोक्सो पनि बिग्रिसकेको छ। तर तेरो बानी छुट्दैन। म त दबाई लेखिदिँदैछु तर बानी नछोडे तेरो जिम्मा। ल ठिक छ। जसले जस्तो कर्म गर्यो उसले त्यस्तै फल पायो। चितरञ्जनलाई लागु पदार्थ दुर्व्यसन र ओसार पोसारको आरोपमा जेल भयो। दिव्या, सागर र अजिता निरन्तर देशको सेवामा लागेका छन् र मानव सिटी चलाएर नै जसोतसो आफ्नो जीवन धान्न प्रयास गरिरहेको छ।